नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। छुट्टा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, अर्का 1 जना गम्भीर घाइते। आज नवरात्रको 7औं दिन बेलतोरी अर्थात् फूलपाती सोमबार निमन्त्रण दिएको बेललाई विधिपूर्वक शक्तिपीठमा भित्राइयो। नेकपा विप्लव समूहले बुटवलद्वारा उपमहानगरपालिका 4 मा रहेको सरकारी भवन कब्जा गर्दै शहीद स्मृति भवन बनाउने घोषणा। जनकपुर नेताहरूद्वारा शुभकामना आदान प्रदान। प्रदेश 2 मा फोरम र राजपा गठबन्धनले निरन्तरता आवश्यक रहेको राजपा नेता भण्डारीको भनाई। र शाहवंशी राजाहरूले लगाउने श्रीपेद सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला। अब समाचार विस्तारमा। दोलखामा सवारी दुर्घटनामा परि एकै परिवारका 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोलखा सैलुङ गाउँपालिका 7 का 35 वर्षीय सोनम लामा, उहाँकी श्रीमती 30 वर्षीय बिमला लामा र 12 वर्षीय छोरा मनिष लामा रहेको छ। सोनमको दुलुखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौँ स्थित नर्विक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेप्लान्चोका प्रहरी नायक उपनिरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। काठमाडौँबाट पूर्वतर्फ गइरहेको बास 7 जप 1949 नम्बरको स्कुटर र विपरीत दिशाबाट आइरहेको BR 32 J3475 नम्बरको स्कर्पियो BP राजमार्ग अन्तर्गत काभ्रेप्लान्चोक रासी गाउँपालिका 11 स्थित कालढुङ्गामा एक आपसमा ठोकिँदा स्कुटरमा सवार 3 जना गम्भीर घाइते भएका थिए। स्कर्पियो र सोका चालक जनकपुर महानगरपालिका 4 का विक्रु ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायक उपनिरीक्षक गिरीले जानकारी दिनुभयो। उदयपुरको त्रियुगा नगरपालिका 7 को बाइकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का 1 जना गम्भीर घाइते भएका छन्। उदयपुर गढीको नेपाल टारबाट गाईघाट बजारतर्फ आउँदै गरेको S8P9808 नम्बरको मोटरसाइकल काउवाई खोलाको सुकैरा नजिकै काठे पुल तर्न लाग्दा पुलको गोलाइमा अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा त्रियुगा नगरपालिका 13 बस्ने वर्ष 40 का दिनेश पौडेलको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 45 वर्षका कुलबहादुर थापा घाइते भएका हुन्। थापालाई अहिले उदयपुर जिल्ला अस्पताल ल्याइएर प्राथमिक उपचार गरिएको छ। कर्णाली नदीमा डुङ्गा पल्टिँदा हराइरहेका 2 जनाको मंगलबार बिहानैदेखि खोजी भइरहेको छ। सोमबार बेलुकी कैलालीको मोहन्याल गाउँपालिका 7 चिसापानी घुम्न गएका बेला डुङ्गा पल्टिँदा हराइरहेकै कैलालीको जोशीपुर गाउँपालिका 2 का पुरुषोत्तम चौधरी र समीर बडेलाको बिहानैदेखि खोजी भइरहेको प्रहरीले जनाएको छ। डुङ्गामा रहेका 5 जना मध्ये 3 जनाको उद्धार गरिएको थियो। डुङ्गा पल्टिँदा घाइते भएका चालक प्रकाश विष्ट उपचारपछि घर फर्किएको पनि प्रहरीले जनाएको छ। नवरात्रको आज 7औं दिन फूलपाती अर्थात् बेलतोरी सोमबार साँझ निमन्त्रणा दिएको बेललाई विधिपूर्वक शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा भित्राइएको छ। आज बिहान बाजागाजा सहित दुर्गा मन्दिरहरूबाट निस्किएको भक्तजनको टोलीले सोमबार निमन्त्रणा दिएको बेल तोडेर दुर्गा मन्दिरमा प्रतिस्थापना गर्ने परम्परा छ। त्यस्तै 7औं दिन आज शक्ति स्वरूपा देवी कालरात्रि भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरूमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। बेलतोरीको शुभ साइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, दानाको बोला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, फलफूल तथा अरू नयाँ पालुवा समेत विधिपूर्वक भित्राइन्छ। जनकपुर मध्ये मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा फूलपाती भित्राइएको छ। प्रहरीको सांस्कृतिक टोली र नेपाली सेनाका टोली बाजागाजा सहित बेलतोरी अर्थात् फूलपाती कार्यक्रममा सहभागी भएका थिए। राजदेवी मन्दिरका महन्त रामगिरीको नेतृत्वमा निस्किएको भक्तजनको टोलीले मारबाही सेवा समिति परिसरमा रहेको बेलको रुखबाट विधिपूर्वक बेल टिपेर राजदेवी मन्दिरमा प्रतिष्ठा गरेका छन्।
गरेको छ। यस अवसरमा सुरक्षाकर्मीले हवाई फायर गरेर राजदेवी माताले सलामी पनि दिएका छन्। फूलपाती भित्र्याउने क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका जिल्ला प्रमुख, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख, कर्मचारी सङ्घ संस्थाका पदाधिकारीहरू, राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थी, बुद्धिजीवी, श्रद्धालु भक्तजनको उपस्थिति थियो। फूलपाती भित्र्याएपछि निशा पूजा मध्याह्नबाट प्रारम्भ हुन्छ। त्यसपछि भगवती दुर्गाको नेत्र खोल्ने परम्परा रहेको छ। अब समाचारमा केही बेर विश्राम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपा विप्लव समूहले बुटवल उपमहानगरपालिका 4 मा रहेको सरकारी भवन कब्जा गर्दै शहीद स्मृति भवन बनाउने घोषणा गरेको छ। विगतमा राष्ट्रिय वाणिज्य ब्याङ्कको कार्यालय रहेको भवनसँगै करोडौं मूल्य पर्ने जग्गा समेत छ। यो भवन 2063 सालदेखि तत्कालीन नेकपा माओवादीले कब्जा गरेर प्रयोग गर्दै आएको थियो। माओवादी विभाजनपछि सुरुमा मोहन वैद्य नेतृत्वले माओवादी र पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले कब्जा गरेर प्रयोग गर्दै आएको थियो। राज्यका निकायबाट उक्त भवन खाली गर्न बेला बेलामा आग्रह गरिए पनि नेकपाले व्यवस्था गर्दै आएको छ। नेकपा रूपन्देहीका सचिव अमर रोकाले जनयुद्ध लगायतका आन्दोलनहरूमा शहादत प्राप्त गरेका रूपन्देहीका झण्डै 70 जना शहीदहरूको स्मरणमा पार्टीले शहीद स्मृति भवन निर्माण गर्न लागेको दावी गरे। उनका अनुसार केही समयमा निर्माण कार्य सुरु गरिनेछ। यसबारे सरकारी अधिकारीहरू भने मौन छन्। राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरद सिंह भण्डारीले प्रदेश नम्बर 2 मा फोरम र राजपा गठबन्धनलाई निरन्तरता दिनुभएको छ। जनकपुरमा राजपा धनुषाले गरेको विजय दशमी, दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान नेता भण्डारीले मधेसी जनताले प्रदेश 2 मा राजपा र फोरमलाई सरकार चलाउने म्यान्डेट दिएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको हो। बहुत जिम्मेवारी और तीसरी जिम्मेवारी यदि भी को साथ ही सब यहाँ कारण हो कि अब सरकार के चुनाव में दूटा पार्टी लेके यहाँ चुनाव लड़ ली, दूटा पार्टी लेके अभी सरकार बनी ली, दूटा पार्टी की जनता मन मैंडेट देती है। 2 नंबर प्रदेश के मैंडेट की है, 2 नंबर प्रदेश के मैंडेट, 2 नंबर प्रदेश के जनता के मैंडेट की है। निर्वाचन नेता भण्डारले पार्टीमा 6 जना अध्यक्ष रहे पनि निर्णय एउटाले मात्र हुने गरेको स्पष्ट पार्नुभयो। उहाँले सामूहिक नेतृत्वको परिभाषा व्यक्त नभएर सामूहिक निर्णय भएको पनि दावी गर्नुभयो। सामूहिक नेतृत्व की परिभाषा व्यक्ति नहीं है, सामूहिक नेतृत्व की परिभाषा सामूहिक निर्णय है। विचार में सामूहिकता, निर्णय में सामूहिकता, लेकिन कार्यान्वयन में कार्यक्रममा पर्यटन मन्त्री मनेश्वर रायलले संघीय समाजवादी फोरम नेपाल मधेसीको मुद्दा बिर्सेको आरोप लगाउनुभयो। उहाँले 1 वर्ष अघि कालो दिवस मनाएको फोरम यसपालि कुन उपलब्धिका कारण कालो दिवस नमनाएको भन्दै कटाक्ष गर्नुभयो। चुनाव के विषय ले लू, प्रथम चरण के चुनाव के ले लू, दूसरा चरण के चुनाव के ले लू, अभी वर्तमान में सरकार की अवस्था ले लू, होते होते अब एगो बात कहूँ हमरा, तो कहना से ठीक बात है, लेकिन वही पर हम बाद में एगो बात तो मन्त्री रायले आवश्यक परे सरकारलाई दिएको समर्थन फिर्ता लिएर भए पनि जनतासँग हिँड्न अध्यक्ष मण्डललाई सुझाव दिनुभयो। कार्यक्रममा राजपाका उपाध्यक्ष तथा सांसद वृषचन्द्र लाल, राजपा नेता तथा प्रदेश सांसद परमेश्वर शाह लगायतले धारणा राखेका थिए। प्रदेश नम्बर 2 को सामाजिक विकास मन्त्रालय आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री र संघीय सांसदहरू समेत सहभागिता भएका छन्। मन्त्री नवल किशोर शाहको आयोजनामा भएको कार्यक्रममा मुख्यमन्त्री मदलाल बाबु र संघीय सांसद राजेन्द्र महतो र शरद सिंह भण्डारी समेत सहभागी हुनुभएको थियो।
छोटो समयमै सम्पन्न भएको कार्यक्रममा सामाजिक विकास मन्त्री सम्पूर्ण प्रदेश र देशवासीमा हिन्दूहरूको महान चाडपर्वको शुभकामना दिएका थिए। साथै आयोजना गरिएको जलपान समारोहमा समेत नेताहरू सहभागिता भएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शक्तिशाली विज्ञान रहेको बताउनु भएको छ। महोत्तरीको बर्दिवास नगरपालिकाले गरेको 7 दिने योग शिविर उद्घाटन कार्यक्रममा मन्त्री पोखरेलले योगले मानवको मन र शरीरलाई जोड्ने काम गरेको बताउनु भएको हो। उहाँले योगलाई पनि स्थानीय सरकारहरूले विकास निर्माण जस्तै प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर विदु कुमार कार्कीले अभियानकै रूपमा नगर क्षेत्रमा योग शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। अब फेरि समाचारमा केही बेर विश्राम। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ र नेपाली काङ्ग्रेसले बडा दशैं, दीपावली, नेपाल सय छठ लगायत चाडपर्वका अवसरमा हरेक वर्ष गोजरा पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ। पार्टीले यही कार्तिक 7 गते कोजरागत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कार्तिक 16 गते शुक्रबार गर्ने भएको छ। पार्टीका नेता चक्रप्रसाद वास्तुलाको निधन भएकाले शोक स्वरूप चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डाक्टर डिल्ला सङ्ग्रौलाले जानकारी दिनुभयो। पार्टी शोकमा रहेकाले श्रद्धाञ्जली बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएको अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताउनुभयो। नेता वास्तुलाको आसोज 27 गते निधन भएको थियो। सहवंशीय राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी ओलीले सोमबार नारायण दरबार सङ्ग्रहालयमा एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेच सहितका 12वटा महत्त्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। नारायण सङ्ग्रहालय पुग्ने सर्वसाधारणले अब सो सङ्ग्रहालयको सुर्खेत र रूपन्देही कक्षमा श्रीपेच सहितका दरबारका मुख्य सामग्रीहरू, राजदण्ड, रानीको मुकुट, दरबार झाड लगायतका सामग्री पनि अवलोकन गर्न पाउनेछन्। समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले श्रीपेचको प्रदर्शनी भएको दिनलाई नेपालको इतिहासको स्मरणीय दिनको रूपमा चित्रण गर्नुभयो। उहाँले श्रीपेचले नेपालको सहवंशीय राजाहरूले राष्ट्रको एकीकरणमा पुर्याएको योगदानको पनि स्मरण गराउने उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उन्नयन मन्त्री रविन्द्र अधिकारीले 52वटा कक्ष रहेको सो सङ्ग्रहालयको अरू कक्षहरू पनि क्रमशः सार्वजनिक गर्दै लैजाने योजना अघि सार्नुभयो। उहाँले दरबारको शक्तिको प्रतीकको रूपमा रहेको श्रीपेचको प्रदर्शनीमा नेपालमा पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो। अवलोकनका लागि राखिएको सो श्रीपेच 723वटा हिराको दाना, 2372वटा मोतीका दाना, 47वटा पन्ना, 16वटा मणिमर जस्ता रत्न जडित रहेका छन्। सहवंशीय राजाहरूले शक्तिको प्रतीकको रूपमा श्रीपेच र राजदण्डलाई धारणा गर्ने गर्दथे। पुरातत्व विभागमा महानिर्देशक भेषरायण दाहालका अनुसार अवलोकनका लागि राखिएको श्रीपेच पूर्व राजा वीरेन्द्र शाहका लागि तयार गरिएको थियो। काठमाडौँका प्रेमलाल श्रेष्ठले 2028 सालमा यो श्रीपेच तयार गर्नुभएको थियो। सहवंशीय राजा राजेन्द्र वीर विक्रम शाहदेवको पालादेखि चलनमा ल्याइएको श्रीपेच राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला यो भित्राउँदा तस्बिर खिचाउने बेला शिरमा लगाउने चलन रहेको थियो। सहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह 2065 साल जेठ 29 गते दरबार छाडेसँगै श्रीपेचलाई दरबारको शैलीन कक्षमा राखिएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा गणतन्त्र स्थापना भएसँगै दरबार छाडेपछि तत्कालीन प्रधानमन्त्री गिरिराज प्रसाद कोइरालाले नेपालको राष्ट्रिय झण्डोत्तोलन गरी सो दरबारलाई
नारायण रहिटी संग्रहालयको रूपमा घोषणा गर्नुभएको थियो। 2065 साल फागुन 15 गते सर्वसाधारणका लागि खुल्ला गरिएको सो संग्रहालय राजदरबारसँग सम्बन्धित धेरै सामग्रीहरू सर्वसाधारणले अवलोकन गर्दै आएका थिए। वर्तमान सरकारले आवश्यक सुरक्षाको व्यवस्था गरी राजदरबारको सबैभन्दा महत्त्वपूर्ण सामग्री श्रीपेजले आजबाट सर्वसाधारणका लागि अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेको हो। बुलेट प्रुफ सहितका सेकेसमा श्रीपेज राखिएको छ। नेपालको सहवंशीय राजाहरूले लगाउने श्रीपेज विश्वकै लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। छुट्टा सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु, अर्का 1 जना गम्भीर घाइते। आज नवरात्रको 7औं दिन बेल तोडी अर्थात् फूलपाती सोमबार निमन्त्रण दिएको बेललाई विधिपूर्वक शक्तिपीठमा भित्र्याइयो। नेकपा विप्लव समूहले बुटवल उपमहानगरपालिकामा रहेको सरकारी भवन कब्जा गर्दै शहीद स्मृति भवन बनाउने घोषणा। जनकपुरमा नेताहरूद्वारा शुभकामना आदान प्रदान। प्रदेश 2 मा फोरम र राजपा गठबन्धनको निरन्तरता आवश्यक रहेको राजपा नेता भण्डारीको भनाई। र सहवंशी राजाहरूले लगाउने श्रीपेज सर्वसाधारणको लागि अवलोकनका लागि खुल्ला। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।